यस्तै छ विदेशको कामहरू नेपालबाट आइन्छ पैसा कमाउन तर यहाँ पैसा कमाउनको लागि कुखुरा काट्नुपर्छ। त्यही त के बोलाऊँ, छिटो छिटो काट्न। के गर्यो पैसा कमाउनको लागि? उता अरू मासु देखा यस्तै छ हाम्रो कामहरू भनेर। तिमी भन्दै गर, म देखाउँदै गर्छु। सरे गलेको माछा पनि बिक्री हुन्छ हाम्रो मार्केटमा। यो प्याकिङ गर्ने मसिन हो। यो त सब गाई गोरुको मासु हो, त्यही भन्नु पर्यो। ठुलो माछाको मस्त लिनु पर्यो। अब तरकारी डिपार्टमेन्टमा गयो। अब साबुनमा पुग्यो। अब त बिस्कुटहरूमा पुग्यो। अब आएको फेरि धनबहादुर नजिक। यो कति पिस काटेको? 16 पिस। 5 कि 6 पिस हुन्छ। ल भइगयो, धेरै गर्नु हुँदैन।